सो गाइज लोग आप लोग देख सकते हो मैंने इंडिया का जस्टिन बाबर भेटा मिल चुका मेरे को जस्टिन बाबर एउटा अम्बा गरेर तीनजना लडे मुलाहरु मजा नरे अल दिन्छु पहिला एक बार ठान्न त के भन्छ मुला हेलो गाइस नमस्कार तपाईहरुलाई स्वागत छ मेरो आजको नयाँ ब्लगमा आज चाहिँ हामीहरु दिनभरि मसँग बिताउने छौं ल गाइस ब्लग चाहिँ पुरा हेर्न नबिर्सनु होला हाइट ल गाइज म चाहिँ आइसकेँ नुहाएर फ्रेस भएर हैन अनि मेरो बिहान चाहिँ अहिले कति बजिरहा 2 बजे मेरो बिहान चाहिँ 2 बजे भएको छ हैन गाइज मेरो मर्निङ चाहिँ 2 बजे भएको छ म चाहिँ अघि भक्करै लगभग आधी घण्टा अगाडि उठेर घरको काम गरेर अनि त्यसपछि नुहाएर ब्रस गरेर भएको अनि भ्लग बनाउँदै छु हैन ओहो मेरो दाढी पलाएछ यार हान्नु पर्यो क्या त्यो हैन अनि त्यसपछि अब एकछिनसम्म चाहिँ गेम खेल्छु 1-2 घण्टा जति हैन अनि त्यसपछि केटाहरु आउँछ होला उता खोलातिर अनि जान्छु त्यहाँनिर भेटघाट गर्छु हैन अनि त्यसपछि आज दिनभरि त भएन हैन दिवसभरि चाहिँ मसँग मोज गर्नुहुन्छ कि केटा हो हजुर मोज गर्नुहुन्छ मसँग दिनभरि मोज हुन्छ आज रमाइलो हुन्छ रयला हुन्छ हैन नयाँ मान्छे हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला नयाँ मान्छे हुनुहुन्छ भने चाहिँ अनि पुरानै मान्छे हो भने चाहिँ यसो ब्लग चाहिँ पुरै हेर्दिनु होला है लाइक कमेन्ट गर्दिनु होला यस्तो गाइज मैले एकैछिनको लागि ब्रेक लिए अनि सुन जे भने नि केटीहरुलाई भेट्न जाम भने के भन्छ चल 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 नाइ सुन छोड त्यो कुरा छोड ल ओए पकड त क्यामेरा पकड त क्यामेरा पकड ल हेर सुन म बाहिर आउने थिएँ हैन तर म बाहिर आएपछि केटीहरु फिदा भइदिन्छ कि यस्तो ह्यान्डसम मान्छे देखेर केटीहरु फिदा भइदिन्छ किन भन कलुवालाई को हेर्ने हो लाग्न म बाहिर आउने थिएन थिए म अब धेरै ह्यान्डसम भयो नि त नि त्यही भएर अब यस्तो बाहिर आएपछि केटीहरु फिदा भइदिन्छ प्रिन्स कुमार भन्दै ढलिहाल्छ ल अब के गर्नु त त्यही भएर म बाहिर धेरै जस्तो बाहिर आउन मन पराउँदैन कुमार पनि हेर्दैन चप्पल ले त मामा आयरन केल्विन का नाम सुने हो? हाँ मैं तो सुने हूँ। हाँ सुने होगे। तेरी माँ करे इंस्टा में पूरा वायरल है। टिकटॉक में लेटे ही वायरल। टिकटॉक में नहीं हो। गाइस इंस्टाग्राम में हो। इधर पर रोड बहुत गंदा दिख रहा है टिकापुर का मानसे को। दिन कोई होला यार हाम्रो फेस देखाउने बित्तिकै टक्क 100 के त फिक्स भन्ने जस्तै वे आयरन केल्विन तेरी माँ करे एक्सपीरियंस को तेरी माँ करे तेरी माँ दे लगाइ अब चाहिँ हामी यसो अब रोडतिर जान आँटेको राइड हान्न राइड भन्छ के रे टुर हान्न लगाइ चाहिँ त यहाँ नेरो हान्नु औला आइला ए मन्नु ए रे कदर मन्नु मेरी जान ओ भाई रोनी जा मेरे गले ओए बरकन पट जल्दी मोर तो के नहीं हो जाए जल्दी आ मेरी जान आ मेरी जान अरे सच में नहीं हो तो कहां पे फोटो निर्मल के लागि यस्तो कुराहरु सानो तिनो हो के मुला यस्तो अब यस्तो डेर फुटीहरुले त उठाइहाल्छ नि बरु त्यो रे बिक्की जस्तो पैसा टिकेजीको हात्तीहरुलाई पो हो त गाह्रो हो कि नि यस्तो मलाई जिरे फिरेहरुलाई त उठाइहाल्छ नि यो मलाई उठाएर देखाइन यहाँसम्म बोल निन उठाएर देखाएर मान ले चोर ए किन चोरेको आम्बा चोर्यो आम्बा चोर्यो आम्बा चोर्यो ए घरबेटी आम्बा चोर्यो के हो आम्बेलाई पाटा हेरौ ल ल यार त्यो मुला गाइस
में कंटेंट के लिए ठगाई रही हूँ ए कंटेंट के लागि ठगाई त कौन कंटेंट के लागि झुटो बोले अरे झूठो बोले है ना सच्चे बम ठोस छड्यो ए मलाई देखा ल गाइस सब्स्क्राइब ए त्यो इन्डियाको छ त जस्टिन बेबर यता हेर त ल रुक ए कैमरामैन सो गाइज लोग आप लोग देख सकते हो मैंने इंडिया का जस्टिन बाबर मिल चुका मेरे को जस्टिन बाबर आप कुछ कहना चाहते हो मेरे सब्सक्राइबर के लिए कुछ कहिए आप लोग इसको 10 मिलियन का सब्सक्राइबर पहुंचा देना ये तो औकात से ऊपर चला गया जस्टिन पराठा वाला बाबर मार कर दी जस्टिन पराठा वाला बाबा बन भन रे मेरो नाम हो के हो मलाई थाहा छैन रे जस्टिन बबली मोटे बाबा मेरो नाम हो मोटे आफैले आफ्नो बिल्ला हाने मुला मेरो बिल्ला हैन 1 बाइट प्लिज ये यत्रो मुला दुईवटा अम्बो तान्ने म त नरे मामा चाहिँ एउटा भाइ 1 बाइट 1 बाइट 1 म दिन्छु म दिन्छु हैन एउटा अम्बाको लागि तीनजना लडे मुलाहरु म त नरे अल दिन्छु पहिला एक बाइट हान्न त ती बच्चा मला रोइला हेर्न आओ एउटा अम्बाको लागि झगडा गरे मुलाहरु फ्यान ब्रो 1 बाइट प्लिज दिन्छु त भन्दैछु त रोकन मुलाहरु बिग फ्यान ब्रो माय हार्ट भिडियो हेर्छु त हार म अमर दिन के डेट उयो एडी डेट मुला बारे राखौ न व्हाट जस्ट व्हाट ब्रो फक अरे यो युट्युबर पकिर त काटे नु रे एउटा अम्बाको लागि झगडा गरे मुलाहरु भैया मेरा दूध लीजिए ना भैया बजाले मार लहडला फेरि बजेले कोही देखा त रे ए राकेडी सुरु त ए मोटे आना ल त्यो अघिनको बुढाबुढी बाइकमा कसरी गइरा थियो यसरी हैन त्यो चप्किने हैन बुढा म हो कि त अनि एउटा छोरा त छोरा कहाँको छोरा अगाडि बस छोरालाई कता थियो बिचैमा थियो यो बाइक भो छी के डाइले के थियो रे 1919 मोडल थियो त्यो बाइक भाइ छोरा हो चोट्टा फेरि ब्याक रिटेक ला भटट छी चोट्टाहरु ओ यसरी भने त्यो अंकलहरुले हामीलाई अंकल आन्टी छोयो त्यो भाइले यसरी भने थियो अनि हाम्रो यता त्यही बहस भइराछ कि त्यो अंकलले भने चाहिँ कोलाई यति धेरै हैन हामीले हैन उ त्यसलाई भनेको यो यसलाई ए हेर न मुख हेर्दै चोर जस्तो छ साला गाउँको चोर मुला कहीँ जागिर नपाएर चोर नै हिँडे जस्तै छ मुख हेर न मुख त देखा यहीलाई भनेको यसको कारण हामीहरु यति बेइज्जत त्यही यसको कारण हामीलाई चोट्टा भनेको त्यो अंकल आन्टीले कस्तो अंकल आन्टी मान्छे हेरेर भन्नु नि हैन अनि के अंकल आन्टी नचिनेलाई बीचमा भयो नचिने होला चोट्टाहरु भन्दियो के यी सुन नि यी सुन अरे नै मैले सुने पहिलो तैले सुनिस ल बोसो भएको कानले सुनेछ त ल हैन गाइस हैन अब अरु कुरा त्यसै हो अब बाकीको अब भोलिको भ्लगको लागि चाहिँ आज सब्स्क्राइब हान्न चाहिँ नबिर्सिनु भन गाइस ल अब चाहिँ हामी घरतिर लाग्छौं हस्त गाइस जय नेपाल पार्ट 2 यत्रका पार्ट 2 भ्लग 2 हो ल गाइस बाइ बाइ हैव अ स्वीट ड्रीम बेबीहरु बप्पा ड्रीम